हेलो एभ्रिवान, नमस्ते। मेरो यो भिडियो चाहिँ सी सेक्सन भएको 2 दिन मात्रै भएको थियो। शरीर एकदम कमजोर थियो, घाउ अझै पोलिरहेको थियो। म आफै उठ्न सक्ने अवस्थामा पनि थिइनँ। खुट्टा जमिनमा टेक्न खोज्दा सारा शरीर काप्थ्यो, आँखाबाट आँसु बग्थ्यो, तर म चुप थिएँ किनकि शब्दहरू पनि थाकेका थिए। त्यो समय म केवल शारीरिक रूपमा होइन, मानसिक रूपमा पनि टुट्दै थिएँ। आमा बनेको खुसी थियो, तर शरीरले साथ दिइरहेको थिएन। त्यही बेला उहाँको हात आयो मलाई उठाउन, मलाई सम्हाल्न, मलाई लड्न नदिन। यो हातमा धैर्य थियो, माया थियो र एउटा बाचा थियो। तिमी एक्लै छैनौ। म टोयलेट जान पनि सक्दिन थिएँ। उहाँले मलाई लिएर जानुभयो। म आफैलाई सफा गर्न पनि सक्दिन थिएँ। उहाँले बिना कुनै हिचकिचाहट सबै सफा गरिदिनु भयो। त्यो क्षण मेरो अहंकार होइन, मेरो आत्मा रहेको थियो। किनकि कसैले मलाई बच्चा झैं स्याहार गरिरहेको थियो। म कराउँदा उहाँ शान्त रहनुभयो। म कमजोर हुँदा उहाँ अझ बलियो बन्नुभयो। उहाँले कहिल्यै गुनासो गर्नु भएन, कहिल्यै गाह्रो भयो भन्नु भएन। उहाँको आँखामा एउटै कुरा थियो, तिमी छिट्टो ठिक हुनुपर्छ। त्यो नजरमा मायाको भाषा थियो, जसलाई शब्दको आवश्यकता थिएन। यो माया भनेको फूल, गिफ्ट वा मिठा शब्दमा, धन सम्पत्तिमा होइन। यो माया भनेको कर्ममा देखिएको थियो। जब म आफूलाई सबैभन्दा असहाय महसुस गरिरहेकी थिएँ, उहाँले मलाई सबैभन्दा सुरक्षित बनाइदिनु भयो। उहाँको छायामा म रोएँ, म निको हुँदै गएँ र फेरि आफूलाई भेट्न थालेँ। मान्छेहरू भन्छन् डेलिभरी पछि आमा बलियो हुन्छन्, तर सायद त्यही बेला श्रीमान पनि आफ्नो सबैभन्दा बलियो रूप बन्ने गर्छन्। किनकि मैले केवल बच्चा जन्माएकी होइन, मैले अनकन्डिसनल लभ आफ्नै आँखाले देखेकी छु। मेरो निको हुने यात्राको सबैभन्दा ठुलो कारण उहाँ नै हुनुहुन्थ्यो। मलाई हरेक चोटि गाह्रो हुँदा, भोक लाग्दाखेरि खाना खुवाइदिने, सुत्न नसक्दाखेरि मजाले सुताइदिने, मेरो पीडामा आफ्नो निन्द्रा बिर्सिनु भयो। रात बित्यो, उहाँका आँखा खुलै रहे, तर ओठमा कहिल्यै थकान देखिएन। मेरो घाउ भन्दा अगाडि उहाँको चिन्ता थियो, मेरो आँसु भन्दा अगाडि उहाँको धैर्य थियो। धन्यवाद मेरो पीडामा साथ बनेर बसिदिनु भएकोमा। धन्यवाद म कमजोर हुँदा मलाई बलियो महसुस गराइदिनु भएकोमा। मेरो कमजोरीलाई मायामा बदलिदिनु भएकोमा। यो नै माया हो, शब्दभन्दा धेरै गहिरो, शर्तभन्दा पनि परको, अनकन्डिसनल लभ।